के भन्ने ओहो जेभन ह्यान्डसम मेरो बेबीसँग डेटिङ गएको अवस्था भनेर त्यस्तो त हाल्ने होला हाल्दैन कस्तो हाल्छ त तिमीले हुँ? अननोन फोटो खिचेर त्यो हुने नहुने हुन्छ नि कान कुट्टाइरहेको कपाल चलाइरहेको प्यान्ट मिलाइरहेको त्यस्तो अर्कै हाल्यो भने फेरि लुगा खोल्दा खोल्दै त्यस्तो त हाल्दैन त्यो त ए मैले मात्र हेर्छु पहिला जतिले हेरेँ हेरेँ अब चाहिँ मैले हेर्छु हो न हुनसक्छ तर अनि तर अनि उम्, फेभरेट चाहिँ कुन हो तिम्रो पोजिसन अब कुन चाहिँ तिम्रो बवाल स्वाद पर्छ त मतलब पोजिसन अब कस्तो चाहिँ गर्दा कसरी फिलिङ्स आउँछ तिमीलाई चाहिँ फेभरेट पोजिसन चाहिँ कस्तो तिम्रो के पोजिसनको कस्तो पोजिसन अब स्वाद आउने पोजिसन अब कुन पोजिसन तिमीलाई कस्तो स्वाद स्वाद पर्छ आउने अब जस्तो पनि मादल कसरी तिमीलाई अब कसरी गर्न पड्काउन कसरी मादलको ताल कसरी मिलाउन मन लाग्छ तिमीलाई मलाई त्यो होला भनेको मलाई डग पोज मात्र थाहा छ अरू थाहा छैन दाग बस्ने त्यो भनेको बिल्ला हो क्या त्यो चाहिँ छ नि तिमीलाई थाहा छैन क्या त्यो पछि हो क्या अब त्यो म अब फक द्याट शिट यु फिल मी no no I'll chat no cap let's go 1500 likes and I'll be turning on chat you feel me म चाहिँ छापा हो क्या के अरे को पेप्सी भन्ने छ कि एउटा साथी अँ, अनि त्यही अनि हो के त अनि त्यही भएर स्वाद चाहिँ नि डग हेट डग भनेको याद हो अनि यो क्या मुझे छापा भनेको चाहिँ के हो कसलाई भनेको छापा भनेको चाहिँ के भन न के मायालु चुप लाग्नु तिमीसँगै तपाईँले मलाई सँगै नराम्रो भनेको हिँड्न होइन अब मन लाग्छ त पेप्सी छोड्नु भनिलाई हो भयो मैले तिमीलाई चाहिँ किन भयो हो बाई फेरि नाटक ओ माई गुडनेस भयो म कसलाई भनिरहेछु कसलाई भनेको सार्जु भनेको सर्जु सर्जु फुपूको छोरा हो दादा हो मेरो फुपूको छोरा दादा उम्, सर्जु भन्छ नि हात समातेको फोटो थियो है अस्ति त्यो होइन त मैले कला होइन मेरो बिहामा मम्मीको अगाडि देखाएको छु नि कहाँ पब्लिक हुन्छ हौ उस्तो अनि त्यसले मेरो लाइभ हेरिरहेछ भने चाहिँ के गर्नु पिठा खान्छु भोलि त्यति त एक दुईचोटि खान्छु अनि फेरि पिटाइ खाने त्यस्तो खाँति त्यो त्यस्तो मन पर्ने खाइहाल्छु रहेछ क्या पिटिहाल्छ मैले बुझिसकेँ क्या तिमीले मैले बुझिसकेँ तिमीलाई पिटाइ त्यस्तो मन पर्ने मैले रहेछ त क्या बहुत खान्छु बचपनदेखि हरेक खान्छ म त मैले नि अब त्यो मैले नि अब गर्न हल्का हो अलिकति त्यतिखेर पिट्यो नि अरू पछि नपिट्नु होला त्यति हो ए हो मैले बुझिसकेँ त त्यस्तो बेला अरू पिटाइ पछि चाहिँ मलाई नपिटे स्वाद भइहाल्यो पऱ्यो होइन अरू पछि नपिटे पुग्छ बुझेँ मलाई फेरि त्यस्तै मनपर्छ क्या फेरि पिट्दै क्या बुझ्नु लट्ठी ल्याइदिनु अब थ्याट आधै गाफी छ भनिरहेछु त यार तिमी फेरि यस्तो यस्तरी हात छ त्यो भन्छ अब त्यो बच्चाको जस्तो हात चाहिँ यस्तो यस्तो गरेर नि प्याट्टै त्यो मलाई हाल्दा हाल्दै प्यान्ट त पल्लक्क पछाडि स्ट्रङ चाहियो है मलाई त स्ट्रङ स्ट्रङ हुन्छ क्या गोर्खा स्ट्रङ भन्दा स्ट्रङ हुन्छ क्या तिमीले कस्तो कुरा गरेको यार कस्तो कुरा गर्नु त हजुरको त हात पानेर माथि चढेर खोलेर यो फाडेर त्यो नि हुन्छ त्यस्तोसम्म नि क्रेभिङ हान्छ केटीहरूलाई नि क्रेभिङ ओइ कन्ट्रोल कन्ट्रोल है ओइ बरु हामी अहिले केटाहरू त्यस्तो हुँदैन होला यार के भएको अब थ्याट तपाईँलाई त खान्छु मैले कहाँदेखि खाम भन्नु कहाँदेखि स्टार्ट गरौँ भन्नु मेरो फर्स्ट लाइभ हुनसक्छ अरे प्राइभेट यार मेरो माखसम्म जहाँसम्म लाग्छ आई स्वेयर यार मलाई लाज लाग्दैछ क्या लामो माखसम मलाई अप्ठ्यारो लागिरहेछ क्या च्याट नो क्याब जाम म त्यसो भए होइन तर पकेट तर लास्ट छुटुवा रहेछ कि तिमी किन भन न किन घरि गरेको छैन र किस मात्रै भएको छ किस त गऱ्यो कि हरिप्पै गऱ्यो मैले टेन्सनै नलिनु किस भएपछि त्यो हुँदैन भन्ने कसरी ग्यारेन्टी हुन्छ यार कहाँ गऱ्यो त किस भन्दा कस्तो सिचुएसनमा किस गयो भएको छ भन्नु त
त्यो पछि भन्नुलाई खाने भन्छु अँ? भाइले पछि भन्छु कि यो सबै एकै दिन भनौँ अरू दिन पनि भेट होला नि त्यो पनि हो नि त्यो भएर ब्याकअप मैले अरू यहीँ घाँटीसम्मको भनेको छु अब यतिको भन्छु त्यसपछि तलतिर गर्छु त्यसपछि खुट्टासम्मको भन्छु ओइ अनि अनि प्रत्येक दिन एउटा स्टोरी ल च्याट ओके द्याट्स अ गुड वान नै अर्कोचोटि नबोल्ने भएपछि ठिकै छ म बोल्दैन बोल्ने हौ तर मलाई ड्याम सन अँ, तर मलाई बेबी हजुर माथि के लगाउनु छ आज देखेको छैन क्या त्यसको भित्र के छ नथिङ फकिङ गर्मी भइरहेछ झन् खै के खै खै के लगाउनु पर्छ नि हेरौँ हेर्ने साँच्चीकै ए यो ए अनि लगाएको छैन भन्दैछु त मैले के पनि माथि यसरी के के यस्तो अघि त्यो त्यो के ए मा कसम केही लागेको छैन भन्दैछु मलाई हेर्न मन लाग्यो नि त नलागेको भए पनि ए र खै यहाँ ब्यान्ड हुन्छ भनिरहेछु मैले क्या फेरि त्यो ए तपाईँकोदेखि पनि ब्यान्ड हुन्छ अब के भन्न सकिन्न क्या तलको बुझ्नु देखाउनु भनेछ र होइन माथिको पनि नि भन्न सकिन्न क्या रिक्स छ नि क्या म रिक्स प्राइभेटमा हेर्छु त्यसो भए वा के Chat, हो like, केटा यो चाहिँ what I'm saying is I don't know fucking damn son तर स्वाद परिरहेछ मलाई कस्तो स्वाद पिरो नुनिलो ओइ नुनिलो हुन्छ अरे होइन मायाको रङ नुनिलो हुन्छ तर मलाई थाहा छैन मैले खाएको छैन यार त्यस्तो चिजहरू आइरन न यार अब मैले सुनेको मैले पिङ्क खाँदा चाहिँ गुलियो गुलियो नुनिलो नुनिलो स्वाद चाहिँ स्वादै थियो तर आइरन न यार अब मैले ब्ल्याक चाहिँ ब्ल्याक क्या फेरि बुझ्नु बोका आफ्नो कालोले अर्काको गोरु चाहिने मेरो त राम्रो छ नि त कालो भने पिङ्क छ क्या मेरो पनि पिङ्कै छ क्या बुझ्नु त्यसो त छक्कै हो छक्का चाहिँ कसरी पिङ्क अब हाम्रो कस्तो कुरा गरेको यार पिङ्क हुन्छ नि ल के थाहा हो अब के थाहा छि मलाई त घिन लाग्यो अब अरूसँग जान्छ अब माई गुडनेस थाहै छैन क्या अब अन्त कालो र सेतो मात्रै देख्यो हो अनि तिमीले पिङ्कै देखाएको छैन त्यो डक्टरको के सेतो खान्छ को डक्टर जोनी जोनी डक्टर जोनी नि चिन्छौ डिक्स नि चिन्यौ त्यसपछि के अरे फकिङ गङ्स पनि गङ्गुको भाइ हानको पनि ओ माई गुडनेस ए हजुर हाङ्गो ओए पेप्सी अपार्टमेन्ट बुक भएपछि बोलाउँ है स्ट्रिममा एक्चुअली हाम्रो पक मैले भन्नु नहुने चिज भन्नु तर मैले के होइन स्ट्रिममा तिमीलाई म बोलाउँछु स्ट्रिममा भनेको मैले स्टिम यसरी म लाइभ बसिरहेको हुन्छ नि यहाँ हो यस्तै एउटा हाम्रो एउटा छ क्या बुझेनौ त्यहाँ अनि स्वादले हुन्छ रमाइलो ए बिचमा बन्द गर्दै पनि जाउँला ल साइडमा चिया कफी खान के हुन्छ त्यो गर्न मिल्छ क्या त्यो गर्न मिल्छ तर अनि अब भ्युवर्स त छोडेर त जानु मिल्दैन होला नि त के हो अनि कति 1200 1300 1500 2000 वाचिङ हुन्छ फकिङ अनि अस्ति त झन् धेरै थियो होइन अस्ति त वाइल्ड हुन्छ नि अब त्यो अस्ति 18 अस्ति 1900 थियो ब्रो पहिला पनि त आउँथ्यो होला त्यस्तै होइन तिमी कहिले अब लड्की म बोल्दाखेरि मात्रै आउँछ क्या म अब त्यो गेम सेम भएको खेर आउँदैन क्या बुझ्नौ किनकि मेरो गेमिङ कन्टेन्ट होइन क्या खासमा चाहिँ मेरो यो मात्रै कन्टेन्ट हो क्या त्यही भएर मेरो कन्टेन्ट चाहिँ खासमा बोल्ने मात्रै हो क्या म फ्लट मात्रै गर्छु क्या प्रायः मेरो कन्टेन्ट चाहिँ फ्लट मात्रै हुन्छ क्या म खासमा त्यस्तो गेमर्स पनि हो खै त मसँग फ्लड गर्नै सक्नु भएको छैन त अनि कतै छैन त सबै भयो त अब टाइप सेट तर म तिमीसँग मात्रै होला यसरी म 18+ फ्लट गरेको है मा कसम के अरे यसरी मात्रै होला म यसरी 18+ फ्लट गरेँ क्या बुझ्नौ 18+ मतलब ए बच्चा हेर्दै मिल्छ त हाम्रो यसरी लाइभ मतलब बुझेन
भन्नु न फेरि भन्नु बुझेन कि पल्लै पर्दैन मेरो यस्तो बच्चाहरूले यस्तो हेर्छ त खै त बच्चाहरूले थाहा बुझ्छ पनि बच्चाहरूले बुझ्छ नै हो त्यही भन्नु खोजेको क्या अनि के त अनि म जस्तो केही होइन त्यही हो भने क्या मैले त्यही हो म यसरी कोही गरिसक्यो भने बोली त भने क्या बुझेनौ चुपे $20 दिएर हेर्छु भन्ने अझ त्यो कालो के रहेछ पिङ्क चाहियो अरे कोही कालीहरूको त हुन्छ नि पेल कि पिङ कसलाई कोहीले पछाडिबाट आएर हे भगवान् कोही छैन कि त पिट्ने पनि तँ दिन्थे मलाई डोल उसले दिनु पर्दैन मैले दिन्थेँ क्या फाल्दै तिम्रो मम्मीले चाहिँ पछाडिबाट दिला जस्तो छ मैले दिन्छु यार तिमीले सक्दैनौ तिम्रो चाहिँ हात बरु फेरि केटाको जस्तो रहेछ हात यस्तो गरेर मेरो चाहिँ बरु सफा छ बरु मेरो राम्रो छ यार छैन मेरो तर क्लिनै छ मेरो कहिले पनि हात खुट्टा फोहोर्दैन मेरो म रेगुलर नुहाम अथवा जाडो महिनामा चाहिँ 2 दिनमा नुहाउँछु गर्मीमा चाहिँ 2-3 चोटि फेरि दिनमै अनि के भन्छ तर मैले रेगुलर नुहाए पनि त्यो यस्तो हुन्छ नि के त्यस्तो चिल्लो त्यो रेगुलर नुहाए पनि रेगुलर अनि भनेको ए स्वाद त्यो गरेन भने चाहिँ फेरि मजा नि मजा आउँदैन क्या बुझ्नौ मेरो त यस्तो पनि बाल छैन यो हो नि त स्वाद उयो कतिहरू सुत्यो तिमी अब तपाईँ जानुहुन्छ फेरि अर्कोसँग बोल्छ जान्छ अब साँच्चीकै निस्किन्छ यार मलाई पुग्यो मलाई यतिले डोज पुग्यो मलाई म साइको भएँ मेरो अर्को ओभरडोज मलाई चाहिएन यतिमै डोज चाहिरहेछ तिम्रो के को डोज दिउँ मायाको डोज दिउँ अर्को दिए नि हुन्छ मायाको डोज पुगिसक्यो क्या तिमी अब मेरो अब त्यही मैले भने चाहिँ सिरिन्ज घोस्ने एउटा सिरिन्ज मसँग मैले त्यो बुझ्नौ घोसेर मलाई के थिएँ म नि घोस्ने मेरो अब हल्का त्यसो एक्सपिरियन्स छ टोक्यो क्या भन्दा मेरो टोक्दैन यहाँ टोक्दैन त्यो त ल ल ल है म जुन दिन भेट्न जान्छु गाइजहरू म ट्याक्क त्यो मात्रै फोटो खिचेर पनि जहाँनिर बनाउँछु त्यहाँनिरको फोटो खिचेर हाल्छु मैले स्टोरी मैले यहाँ हाने भने त्यहीँको पनि फोटो खिचेर पनि हालिदिन्छु छाडा छ्याट त्यहाँको भने कि त्यहाँ बनाए पनि डाउन स्ट्रिम ल बबाल स्ट्रिम भयो आज नेभर एक्सपेक्टेड यार आई स्वेयर टु गड म्यान अलराइट टेक केयर म सक्दिनँ यार म आई स्वेयर सक्दिनँ यार म भेटेर मात्रै सक्छु म यसरी बोलेर सक्दिनँ आई भेटेर पनि क्यान्ट पञ्च सक्ने हो र मैले बिल्ला यस्तो हरिफ गर्छु गाइजहरू ए बिल्ला हुने चान्सै छैन क्या हेर नि सिक्स प्याक रन के भयो अब यी के रातै सिक्स प्याक भइसक्यो अनि तल पनि के सिक्स प्याक तल पनि के प्याक निस्क्यो हो मेरो तल पनि छ निस्किछ नि टाइप सेट अलराइट म सुत्छु यार अब वेटमा आएको छ बुझ्नौ त्यहाँ बोल्ने होइन नि त्यहाँ सुत्ने फेरि त्यहाँ हुन्छ है अनि एभ्री वान वी जस्ट इन्टरटेनमेन्ट यु फिल मी वर एम सेङ प्लिज डोन्ट टेक इट नेगेटिभ वा सिरियसली किनभने उता पनि गाह्रो नहोस् यता पनि गाह्रो नहोस् फेरि हामी यसरी रमाइलो गर्न पाउँदैन फकिङ स्वाद पाउँदैन फेरि म जेल जानु छैन यार आइएम सरी तपाईँलाई दिए पनि गर्न सक्नुहुन्न होला दिए नि सक्दिनँ हजुर कसरी सक्दिनँ दिए पनि खै दियो भने मन मैले लाग्दैन शरीरै यत्रो छ हटकडी हजुरको लुकेको जिउमा लुकेको बल भन्ने थाहा छैन बल अब तल आयो त ठिकै हो नत्र ओइ बल 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 हुन्छ होइन आँखाको बल क्या आँखादेखि लिएर पाखुरादेखि लिएर यहाँ त मेरो पनि छ कि योदेखि लिएर खै हेरौँ त भएन क्या त्यसलाई फेरि ओइ मा कसम त्यो बल भन्दैन त्यो जार बोकेको त्यो हल्का आएको त्यो प्लिज जिम गर्छु र मैले पनि त्यो जार बोकेको त्यो मात्र निस्केको क्या बुझेनौ टाइप सेट मैले देखेँ क्या म देखेँ ल म सुत्छु अब म खाना खान्छु अनि सुत्छु म ल खाना खान्छु खाना खान्छु अब खाना अघि मम्मीले राखिदिइरहेको थियो त्यो खाना नआएर गाली गरिरहेको थियो क्या मलाई अरू कहिले खानुहुन्छ के अरू कहिले खानुहुन्छ अब कहिले खानुहुन्छ के रे अरू कहिले खानुहुन्छ ए अरू तिमीले दियो भने खान्छु कहिले दिउँ
भने त तिमी जहिले रेडी आइएम जहिले तिमी रेडी त म नि रेडी ल ल सुत्नु खाना खानु टाइममा केयर टेक केयर बाई बाई ल बाई तपाईँले बाई 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 अलराइट पिस आउट टेक गुड केयर नाइट हस् बाई बाई गुड नाइट स्किप गरौँ बाई यो च्याट यो ड्या